नेमार जुनियर विश्व फुटबलका वान अफ द बेस्ट खेलाडी भएर पनि उनको करियरमा चोट सबैभन्दा ठूलो अभिशाप बनेको छ। सन् 2013 मा युरोप भित्रिए यता उनले 45 पटक भन्दा बढी साना ठूला चोटहरूको सामना गरिसकेका छन्। फिफा विश्वकप 2026 चलिरहँदा पनि ब्राजिलियन स्टार पूर्ण रूपमा फिट छैनन्। ब्राजिलियन क्लब सान्तोस एफसीबाट खेल्ने क्रममा लागेको ग्रेड 2 काफ इन्जुरी अर्थात् पिडुलाको चोटका कारण उनले मोरक्को विरुद्धको पहिलो खेल खेल्न पाएनन्, जहाँ ब्राजिलले 1-1 को बराबरी खेल्यो। जुन 19 मा हुने हाइटी विरुद्धको दोस्रो खेलमा पनि उनी मैदानमा उत्रने छैनन्। करियरको सुरुवात प्रतिभादेखि ग्लोबल स्टारसम्म नेमारले ब्राजिलको रैथाने क्लब सन्तोस एफसीबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए। सानै उमेरमा उनको लोभलाग्दो ड्रिब्लिङ, गति र क्लिनिकल फिनिसिङको सर्वत्र चर्चा भयो। त्यसपछि उनी युरोपेली फुटबलमा भित्रिए। विश्व फुटबल इतिहासकै महँगा खेलाडी बनेर ब्राजिलियन फुटबलको मुख्य पोस्टर बोयका रूपमा स्थापित भए। करियरका घातक र ऐतिहासिक चोटहरू। 1. विश्वकप 2014 ढाडको फ्र्याक्चर। कोलम्बिया विरुद्धको क्वार्टर फाइनलमा जुनिगार्डले ढाडमा घुँडाले प्रहार गर्दा नेमारको भर्टिब्रा फ्र्याक्चर भयो र उनी घरेलु विश्वकपबाटै बाहिरिए। उनको अनुपस्थितिमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग 7-1 को ऐतिहासिक हार बेहोर्न विवश भयो। नम्बर 2. सन् 2018-19 मेटाटार्सल इन्जुरी। पेरिस सेन्ट जर्मनमा रहँदा लगातार 2 वर्ष उनको दाहिने खुट्टाको 5औं मेटाटार्सल हड्डी फ्र्याक्चर भयो, जसका कारण उनले च्याम्पियन लिगका कयौं नकआउट खेलहरू गुमाउनु परेको थियो। 3. कतार विश्वकप 2022 एङ्गल लिगामेन्ट। सर्बिया विरुद्धको पहिलो खेलमै विपक्षी डिफेन्डरको कडा ट्याकलका कारण उनको दाहिने एङ्गल लिगामेन्ट च्यातियो। नतिजा उनले समूह चरणका सबै खेलहरू गुमाउँदै नकआउटमा मात्र कमब्याक गरे। नम्बर 4. सन् 2023 मेनिस्कस टियर। उरुग्वे विरुद्धको विश्वकप छनौट खेलका क्रममा लडेर घुँडाको गम्भीर चोट लागेपछि अल हिलारी र राष्ट्रिय टोलीका लागि उनी झण्डै 1 वर्ष मैदान बाहिर रहे। नम्बर 5. विश्वकप 2026 काफ इन्जुरी। विश्वकप अघि सान्तोसबाट खेल्ने क्रममा पिडुलाको मांसपेशी च्यातिएपछि नेमारले जारी विश्वकपका सुरुवाती खेलहरू गुमाउन पुगेका छन्। पछिल्ला केही सिजनमा त नेमारले मैदानमा बिताएको समयभन्दा बढी अस्पताल उपचार र पुनर्स्थापना केन्द्रमा बिताएका छन्। अहिलेको अवस्था र अनिश्चितता। हाल नेमार ब्राजिलियन टोलीसँगै रहे पनि पूर्ण म्याच फिट छैनन्। दाहिने पिडुलाको चोटका कारण उनी विश्वकपको प्लेइङ 11बाट बाहिर छन्। उनले टिमसँग लाइन ट्रेनिङ सुरु गरे पनि प्राविधिक टोलीले उनलाई मैदान उतार्ने जोखिम लिन चाहेको छैन। 34 वर्ष पुगिसकेका नेमारका लागि अहिले सबैभन्दा ठूलो चोट आफ्नो प्रतिभा प्रमाणित गर्नु होइन, बरु लगातार मैदानमा टिकिरहनु हो। ब्राजिलले अझै पनि उनलाई टोलीको एक्स फ्याक्टर र महत्वपूर्ण सदस्यका रूपमा हेरेका छन्, तर उनको बाँकी विश्वकप यात्रा चोटको प्रगतिकै वरिपरि घुम्ने देखिन्छ। नेमारको कथा केवल एउटा स्टार खेलाडीको कथा होइन, यो असीमित प्रतिभा, विश्वव्यापी दबाव, नाटकीय पुनरागमन र आफ्नै शरीरसँग निरन्तर सङ्घर्षको जीवन्त गाथा हो। एक समय आफ्नो जादुई फुटबलले विश्वलाई नचाउने स्टार नेमार अहिले आफ्नै शरीरलाई लयमा फर्काउन सङ्घर्ष गरिरहेका छन्।